Happy New Year, guys. Happy New Year. Guys, Happy New Year. Hello, what is up people? Good morning and Happy New Year to everyone. As a 2082 and new 2081 man कति गयो. Yeah, so as a year को first दिन and after 2 months म यो vlog record गर्दैछु है, cause बिचमा SC थियो मेरो obviously exams थियो अनि त्यसले गर्दाखेरि अब यसो केही record पनि गरिन अनि एसी सकेको नि अझ 15-16 दिन भइसक्यो स्टिल मैले केही रेकर्ड गरेन म काठमाडौँ पुगेर आइसके त्यही पनि केही रेकर्ड गरेन सो न्यू इयर कै दिन रेकर्ड गरौँ भनेर बसेको चाहिँ भन्दिन म अरु नै रिजन्सहरु छ त्यो चाहिँ अब अहिले पछि डिस्कस गरौँला मैले त्यस्तो केही लिटरली हिजो प्लान गर्न खोजेको बट प्लान त्यस्तो डिसाइडै भएन है के गर्ने आजको दिन चाहिँ भनेर सो हेर्दै जाम के हुन्छ अनि म रेकर्ड गर्दै जान्छु अनि भिडियोलाई अलि मोर इन्ट्रेस्टिङ बनाउँदै जान्छु सो कीप वाचिङ चेस ह्यापी न्यू इयर वे तल यहाँ चला आइज यहाँ हेरे बाँदर जस्तै एउटा अहिले अहिले धेरै चकचक नगरी बसे ला हेर भाइ हेर कृष्ण ला भाइ बोक सक्छ बोक्नु अनि कता नि भन् कता उता त्यही भाइले जता भन्छ हो त्यो जहाँ बस्छ कता हो त त्यो दिए भनेको त हो थाहा दिन्न म त ओइ बुन भाइ ल मान्दै गाइज यता ओइ यहाँ दुईटा चढेर बसिछ नि ओके सो हामीले डिसाइड गरिसक्यो हैन कहाँ जानी भनेर अघिदेखि कहाँ जाने कि कहाँ प्लानिङै गराएन मैले भनेर बसिदियो अघि के अरे इन्ट्रो दिँदाखेरि चाहिँ अल्छी हेलो गर्दै हेलो इन्ट्रोडक्सन दिए आफ्नो तँलाई कहिले माइसेल्फ ईश्वर दाल भनेर एके माइलो भनेर मलाई कान्छोलाई त्यही गरायो क्या एकचोटि हैन अनि आज फेरि 1 वर्ष अगाडिको जस्तै कन्टेन्ट हुने हो तर अलि डिफ्रेन्ट गर्ने ट्राई गर्छु खावा कति जानु क्या कति हुन चाहिँ एकचोटि मात्र देखेको छु त्यही पनि योचोटि अलि डिफ्रेन्ट गर्ने ल जम्ला न उता नि जम्ला हेर्दै जाउँ के हुन्छ लेट्स सी यो म अनि आइस भाइ जान्छौँ हैन हामी दुईजना हिजोसम्म चाहिँ यो र म मात्र थियौँ प्लान गर्नलाई कहाँ जाने भनेर खावा सोचे चाहिँ थियो तर जाने जस्तो थिएन अब यो अहिलेको सिचुएसनले चाहिँ इमिडिएट भइहाल्यो त्यसैले अब लाग्दिउँ ल आइस भाइ के छ अनि थम्नेल हो त नि यहाँ हामीभन्दा ह्यान्डसम भनेर हिँडिन्छ यार यो के हो यार यस्तो केटीहरू है लट्ठे होला नै के भने We are in मैनापहरी बजार आफ्टर सो लङ इन भ्लग है फेरि भ्लगमा चाहिँ मैले कति वर्ष देखाइरहेको छु यहाँ नभए पहिला त देखाइराखेकै हो अनि अब मलाई अलि अक्वर्ड लाग्छ हैन रेकर्ड गर्न त्यही नि बाल छैन दिस इज मैनापहरी बजार हैन ज्याकेट उस्तै अर लगाइछ भेस्ट उस्तै छ मलाई फिक्सै भने क्या नभए म कलेज भरे क्या ड्रेस मैले लागेर यहाँ रहेछ नि सब गेडाहरू हेलो गर्दा न कति बज्छ टुर बज्छ होइन अरे अबदेखि चाहिँ अलि भिडियोमा नि अलि इम्प्रोभाइज गर्ने होइन सोचमा छु क्या नभए चाहिँ जहिले उस्तै तालमा गरिन्थ्यो यतिकै जे खिच्यो त्यही हाल्थ्यो टाइपले अहिले चाहिँ अलि ट्राई गर्ने इम्प्रोभाइज गर्ने के भन सक्यो टपिक सक्यो आइस भाइ के भन् भन्न भन्न
म यहाँ आउन अब धेरै खुसी छु। म यहाँ आउन धेरै खुसी छु अनि मेरो फर्स्ट टाइम हो। सोहेर कस्तो हुन्छ? फर्स्ट टाइम के खावा फर्स्ट टाइम जानु लाग्यो र? खावा फर्स्ट टाइम हो त्यो? लु भइगयो त। ओके सो वी वर जस्ट पिसफुली वाकिङ अनलेस ओके सो हामी चाहिँ अब पानी परेर यसो बसिदिएको होइन ब्रेक लिइदिएको अचानक पानी सुरु भइदियो है। हुन त एज एक्सपेक्टेडै थियो पानी पर्छ जस्तो लाग्थ्यो तर ठिकै छ टाइममै पर्यो अब के भन्नु त्यही त घाम लागिरहेको थियो क्या हिँड्ने बेला त। हामीलाई चाहिँ एज अलवेज नर्मली पानी पर्यो एन्ड एकछिनपछि रोकिन्छ होला भनेर बसिथ्यौँ बट वी वेयर रङ। हामी चाहिँ अब एकछिन ब्रेक लिएर अब थोरै रह्यो भने हिँड्छ। सो लङ पानी नरोकिएपछि वी डिसाइडेड टु टेक अ बस किनभने हिँडेर जान पोसिबल थिएन होइन। अब होइन त्यो पानी रोक्ने नामै लिँदैन झन् ठुलो पऱ्यो त्यसरी बसमा चढ्दै हिँडिदिएको हामी चाहिँ अब लास्टमा बसिन्छौँ होइन 3जना अनि अब चिलमा अब जाने हो माथि गएर यसो खाजासाजा खाने एकछिन बस्ने पानी रोकिन्जेलसम्म त्यसपछि फर्किने हो। ओके वी आर फाइनली इन खावा। थाहा छँदैछ होला होइन यो ठाउँको बारेमा एकचोटि अगाडि नै आएको थियो मैले भ्लगमा देखाएको छ बट स्टिल भिजेर फेरि बस चढेर आएको छ है। अब अहिले जाँदाखेरि चाहिँ फेरि हिँड्दै जाने हो म जाँदाखेरि बसमा आइँदैन अपछि होइन। अब चाहिँ हामी यसो केही खाजासाजा खाने एकछिन बस्ने फोटो खिच्ने हिँड्ने यति हो हाम्रो प्लान है। सो यार होटेल खावा होटेल अब त्यसै खावा पुगेर नि होटेलमा खाजासाजा खाने होइन खाजासाजा खाने अब यस्तै यसो 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 फोटोसोटो खिच्ने अनि हिँड्ने अघिसम्म घाम लागिरहेको थियो क्या त्यसरी पुरै फर्मल लाएर है चिटिक्क गरेर राखिदियो। इम्प्रेसन एन्ड आफ्टर इम्प्रेसन हालत के भइसक्यो। वी वे जस्ट इटिङ अनि बाहिर हामीले थोरै पानी र असिना परिरहेको देखिरहेको थियौँ विच वाज नट क्लियरली भिजिबल एन्ड हामी जस्ट चिलमा थियौँ अन्टिल एन्ड अनलेस वी वेन्ट आउटसाइड फर सम फोटो एन्ड वी फ्रिक्ड आउट। पुरै सेतै भयो त डुड हामी घुम्न आएको होइन गाइस फस्यो वेदर चेक नगरी आयौँ क्या हामी अब हिँड्दै जानुपर्छ अब हाउ आर वी सपोज टु वाक इन दिस सिचुएसन ब्रो। हामी जस्ट सकमा थियौँ अनि फेरि होटेलमा एन्टर गऱ्यौँ अनि अब के गर्ने वी हेभ नो आइडिया। अहिले अचानक हामीले कहाँ के अरे देउरालीसम्म मात्र जाने भनेको थियो है यो आइपुगेछ फेरि अनि खावा जाने वेदर चेक नगरी हिँड्यो। टाइम पास यही हो। अब चाहिँ होइन यस्तो लाइक ऊ भइरहेछ असिना परिरहेछ यस्तो नराम्रोसँग अनि यहाँ पुरै हिउँ जत्तिकै पुरै सेतो भइसक्यो एन्ड हामी यहाँ लाइक बेसिकली फसिसक्यौँ। अब फर्किनलाई हिँडेरै जानुपर्छ अनि अब हिँडेर अब कसरी जाने यस्तोमा छोड्दै अब खावा आइसकेको थियो अनि अब यतिकै फर्किनु त भएन। सो यो सिचुएसनमा पनि वी डिसाइडेड टु गो टु खावा टावर एन्ड वी आर जस्ट क्रेजिली वाकिङ। अब खावा टावर कसरी पुग्यो जस्ट यो चाहिँ अर्को पार्टमा आउँछ कज यो भिडियोको लेन्थ 1 आवरभन्दा धेर भइसकेको थियो अनि यसलाई एडिट गर्न लास्टै टाइम लाग्छ त्यसैले म यसलाई डिफ्रेन्ट पार्टमा डिभाइड गर्दैछु। सो प्लिज हिट द्याट सब्सक्राइब बटन अनि डोन्ट फर्गेट टु लाइक एन्ड सेयर अनि अर्को पार्ट नि म छिटोभन्दा छिटो हाल्ने ट्राई गर्छु बट आई डोन्ट नो अब कहिले आउँछ किनभने यो लास्टै लामो भिडियो छ एन्ड अब भ्यू टावर जाँदाखेरि अनि हामी कसरी फर्क्यौँ त्यसको लागि चाहिँ अर्कै पार्टमा हुन्छ अनि त्यो पार्टको लागि चाहिँ स्टे ट्युन्ड एन्ड बाई बाई।